फिटनेस गराउनको लागि आफ्नो आउँछन् जो आउनुहुन्छ उहाँहरूमा मात्र भर पर्ने कुरा हुन्छ कि ट्रेनरमा पनि भर पर्ने कुराहरू हुन्छ यो फिटनेस हुनको लागि चाहिँ? तपाईँको फिटनेस कन्सिस्टेन्सीको लागि हजुर। अब मान्छे भनेको मतलब तपाईँले कि या एक्सर्साइज गर्ने मान्छेको भर मात्र हो कि होइन, ट्रेनरको पनि भर हुन्छ भनेको। ट्रेनरले भनेको अनुसार ट्रेनरले चाहिँ राम्रो ट्रेन गर्यो भने राम्रो हो नि। अब गलत कुराहरू एडभाइस दियो भने त उसले त त्यही फलो गर्छ गर्ने मान्छेले त, होइन? त्यसले त कुरा बिग्रेला नि त झन्, होइन? जस्तै अघि हामी जिम वेट गेन गर्न नि गयौँ, लस गर्न नि गयौँ, होइन? अब दुइटा गेन गर्न पर्नेलाई लस गर्ने आइडिया र लस गर्नेलाई गेन गर्ने आइडिया दियो भने त्यो त उल्टो भयो नि त झन्, होइन? अब यसमा चाहिँ कसरी गर्न सकिन्छ, ट्रेनरको भूमिका चाहिँ कस्तो हुन्छ यसमा चाहिँ? ट्रेनरको भूमिका त एकदम 100% हुन्छ। हजुर। किनभने चाहिँ अब तपाईँको एज अ जेनरल, एज अ कमन पर्सन तपाईँ जिम त आउनु भयो, हजुर। तपाईँको गोल चाहिँ तपाईँलाई एक्ज्याक्टली थाहा भइरहेको हुँदैन। तर अब ट्रेनरलाई चाहिँ कस्तो हुन्छ, एउटा तपाईँहरूले स्पेसिफिकल्ली तपाईँ क्वेसन सोधिराख्नुपर्छ क्या, होइन? क्वेसन सोध्दै जाँदाखेरि अनि थाहा हुन्छ उहाँहरूको स्पेसिफिक गोल के हो भनेर चाहिँ उनीहरूको गोल फाइन्ड आउट गर्नलाई हेल्प गर्नलाई पनि ट्रेनरको भूमिका हुन्छ। सो 100% सर्टिफाइड, 100% मोर एक्सपिरियन्स ट्रेनरको चाहिँ एकदम ठुलो भूमिका हुन्छ क्या। गुरु हो नि त, होइन? तपाईँको गुरुले नि तपाईँको जेपाइतै पढाएर हुँदैन, होइन? त्यही भएर चाहिँ तपाईँको उहाँको धेरै नै भूमिका हुन्छ। कहाँ उसको गोल सेटिङ गर्नलाई पनि हेल्प गर्नलाई पनि हुन्छ। उसको अब गोल अनुसारको एक्सर्साइज प्लानहरू गर्नलाई पनि हुन्छ। एक्सर्साइज प्लान अनुसारको के खाइरहेको छ ट्र्याकिङ गर्नलाई पनि हुन्छ। सो पर्सनल ट्रेनरमा चाहिँ ट्रेनरको भूमिका धेरै नै हाई हुन्छ, 100% नै हुन्छ। अब गर्ने तपाईँको एउटा हामी भनेको चाहिँ एउटा बाटो देखाउने मान्छे हो। अब बाटो देखाएपछि तपाईँको हिँड्ने चाहिँ तपाईँहरू हामी फुल बिसाइदिउँला, होइन? सजिलो बनाइदिउँला भनेको होइन, तर हिँड्न चाहिँ तपाईँहरू हिँड्नु पऱ्यो।